ल गाइस फाइनली अब हामी दुबईको रोडमा हिँड्दैछौँ होइन। यति दुःख भयो भन्सारमा, यति दुःख भयो कि गर्मी यस्तो छ कुरै नगरौँ। हुन त अहिले 40 डिग्री छ यहाँ दुबईमा, तैपनि गर्मी कस्तो खालको गर्मी कि लास्टै त्यो जमिनको र माथिको बाफ एकचोटि जोइन भएर होला। यति गर्मी छ नि पसिना यति आउँछ नि, कपडा एकछिन बाहिर निक्ल्यो त पसिनै पसिना हो क्या, कपडा एकछिनमै भिज्छ क्या, यस्तो गर्मी छ गाइस। साउदी भन्दा नि दुबईमा गर्मी लाग्यो यार। कि यतातिर भन्छ यो बोर्डर साइडमा हो कि खै पनि लास्टै गर्मी गाइस। यस्तो टी सर्ट दुइटा गइसक्यो उ त्यहाँ दुइटा टी सर्ट फाल्दा यो पनि अब बाहिर निक्ल्यो भने पसिनै पसिना हुन्छ। अनि फेरि गाडीभित्र आयो, एसीमा बस्यो, फेरि चिसो हुन्छ। फेरि त्यही छ जिन्दगी गाइजहरू, चलिरहेछ। हामी चाहिँ दुबईमा हिँड्दैछ है। बिहान निस्केको गाडी बिग्रियो, दाइको गाडीको बेलुन फुट्यो, बेलुन बनाउनु पर्यो, गाह्रो भयो, धेरै दुःख पाइयो। त्यही भएर हो गाइस। के छ हाल खबर? दुबईतिर भेटघाट गर्न पाए हुन्थ्यो भनेको, खोइ दुबई पनि अलिक टाढै पर्छ जस्तो लाग्यो है गाइस। पुरै के हो, पानी पर्न लाग्यो नि त। दुबई त आइपुग्यो, दुबई आइयो। अब दुबई अब अबुधाबीको लाइनतिर जाँदैछौँ हामी बल्ल। अब धेरै छैन, अब त्यही 70-80 किलोमिटर जति होला गन्तव्य पुग्नलाई। त्यो कालो डन्डा के हाम्रो संसद भवनमा राख्नु पर्ला जस्तो छ कि, जसले नियम उल्लङ्घन गर्छ त्यसलाई फ्याटेर ठोकिहाल्ने, ठोकिहाल्नको लागि। यहाँ हेर न, यहाँ यस्तो राम्रो बाटो छ। यस्तो बाटोमा यो बाटोबाट त यो बाटोमा हिँड्न पाउँदैनस् भनेर ऊ आफैले भन्दै हस्। ठाउँमा सिग्नल दिएको छ। यदि जान्दै सरकारले यदि जान्दै पनि अनि ड्राइभरहरूले यता र उता गर्न थाल्यो भने त त्यो त कसो गल्ती? ड्राइभरको हो नि। होस्, यहाँको सरकारले सिस्टम बसाइदिएको छ कि यो बाटोबाट मात्रै हिँड, तिमी ठुलो गाडी यो बाटोबाट हिँड्न पाउँदैनौ भनेर। यो बाटो हिँड्यौ भने तिमीलाई लाख होइन 2 लाख खान्छौ तिमीले भनेर भनिदिइसक्यो। भन्दैपछि यदि राम्रो बाटो छोड्छ यो बाटोबाट किन हिँड्ने त? हामी हिँड्दैन, कोही पनि हिँड्दैन, बुझ्यौ नि। त्यही भएर नागरिकलाई, ड्राइभरलाई, गुरुहरूलाई भन्ने होइन के। पहिला सुरु सरकारले आफूले सिस्टम बसालेपछि, आफूले कार्यान्वयन गरेर सबै बाटोघाटो सबै राम्रो बनाएपछि अनि तिमीले जस्तो भन्छौ त्यस्तै गर्छन्, बुझ्यौ नि। यो काम नगरिकन पैसा फाइन हान्छु, मुखल्पा हान्छु भनेर भन्न मिल्दैन, बुझ्यौ नि। हाम्रो नेपाल सरकारले मुखल्पा फाइन हान्नको लागि यस्तो बाटो चाहियो क्या। यस्तो बाटो सरकार, यस्तो बाटो बनाइदेऊ न। यस्तो बाटो बनाइदियो भने तिमीले मुखल्पा हान न। यहाँ अब ओभरटेक गऱ्यो भने 1 लाख सर्लक्क जान्छ के अरे, त्यस्तै हान तिमीले। आज खाल्टा खुल्टी केही नगरेर आनन्दले आँखिमा गएर हिँड्ने जस्तो बाटो बनाइदेऊ त बा सरकार। अनि तिमीले जति मुखल्पा हाने हान, खाल्टा खुल्टी त्यस्तो बाटो बनाइदिन्छौ अनि तिमीले मुखल्पा हान्दा हुन्छ? रोड राम्रो बनाए पो अनि गाडी पनि राम्रोसँग कुद्छ। यता र उता गर्नै पर्यो न। बाटो 1 वे बाटो, यताबाट उताबाट स्वाई गरेर आउँछ। यस्तो बनाइदेऊ बाटो, एक साइडले 4 लाइन बनाइदेऊ बाटो, अनि बल्ल 50,000 होइन लाख हार्न तिमीले पनि। बाटो बनाउन छैन, सुरुमा फाइन। पहिला बाटो बनाऊ अनि त्यसपछि फाइन हान्न क्या, बुझ्यौ नि। यस्तो ओभरटेक गर्न मनाइ भन्दा यस्तो सिग्नल राख न, यस्तो सिग्नल बोर्डहरू राख। यस्तो भइगयो त, कसले गर्छ? हुनु न सिस्टम नबसाल्ने, पहिल्यै सुरु पैसा खान खोजेर हुन्छ।
पहिला सरकारले गर्नुपर्ने काम गर यार, अनि बल्ल त्यसपछि नागरिकलाई ल है अब हामीले यो काम गर्यौँ, अब तिमीहरू सचेत भएर बस, सचेत भएर चलाऊ भन, बुझ्यौ? अनि बल्ल हो भनेर बल्ल गुरुहरू पनि सचेत भएर चलाउनुहुन्छ। आएर पनि अहिले साउदी अरब आएर डरङ्ग ढल्ले छ होइन, त्यही भएर यतिन्जेल भिडियो हेरेर साथ दिनुभयो, धेरै धन्यवाद। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला है त, धन्यवाद। ओके, बाई बाई।